भोलि चाहिँ हाम्रो साइड जाँदै हुन्छ मेक्सिकोले सुहाउँथ्यो होला सबै कति लाइनै छैन क्या ब्यान्डेज चाउमिन आइसक्यो हाम्रो मोमोहरू आइपुगिसकेको छ स्नोले पाडाको रहेछ मलाई पनि थाहा थिएन सबै Hello everyone, welcome back to our YouTube channel. So I hope हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि सन्चै आरामै नै छौँ अहिले चाहिँ हामी जाँदैछौँ थम्बनेल र टाइटल देखेर हजुरले थाहा पाइसक्नु भएको छ हामी कहाँ र के गर्न जान आँटेको छौँ भनेर अलवेज हाम्रो ग्रुप चाहिँ यही हो आज एकजना थपिनु भएको छ को साइडी थपिनु भएको छ सबैको ग्रुप हाम्रो जहिलेको ग्रुपै यही हो अनि मेरो ड्रेसिङ सेन्स चाहिँ यही हो त्यही हो अब सबैजनाको जोडी जोडीसँग यहाँ बरुण र लिल्सन हिँड्दैछ यता सलोमी र सृष्टि म र फ्रेन अनि पछि देखो पछि सबैजनाको जोडी जोडीसँग हामी यस्तो गर्मीमा हिँड्दैछौँ त्यही हो गाइस कन्टिन्यू भगेर्दै गर्नु होला अहिले त मैले नोटिस गरेको थिएँ त्यही हो गाइस हामी चाहिँ स्नोले पाडाको रहेछ मलाई पनि थाहा थिएन सबैजना कुद्दैछन् लेट्स गो गाइस Snow leopard जाँदैछ Snow leopard म देखिरहेको छुइनँ राम्रो परिरहेको छ किनकि म राम्रो देखिरहेको छैन म साथीलाई हेर न त्यहाँ भोलि त जानुहुन्छ कहिले जानुहुन्छ भोलि त त्यही हो जानुहुन्छ यताबाट जान आँटेको छौँ हामी यता जाँदैछौँ यता लाइन छैन गाई यस्तो मधुरो छ अरे इट्स ओके भ्लग राम्रो आउँदैन इट्स ओके हाम्रो मोमोहरू आइपुगिसकेको छ यस्तो अँध्यारोमा खाइन्छ केही न ठिकै छ त बहिनी आफैदेखि जान्छ नि क्यान्डल लाइट डिनर हो तपाईँको भन्नुपर्ने खानेको पनि कस्तो चाहिँ रातो थियो सेतो थियो नदेखि खाने भयो बरु मोबाइलै भनेर खानु पर्ला दिन्छु त भाइ त्यत्रो ममाले फ्यारी जस्तो भन्नु तेरो खुट्टा भन्छु कि मुन्ने एउटा दे भन्ना म खान्छु बहिनीको त्यत्रो होते गरेको
गाइस चाउमिन आइसक्यो अहिले यो पनि झर्छ र यो हटा त यो हटा न आटा 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 हाम्रो चाहिँ चाउमिन पनि आइसक्यो देख्न सक्नुहुनेछ हाम्रो चाउमिन आइसकेको छ चिकन चाउमिन सुप अब काटै छैन काटा हौ काटा छ त्यता हो दि छैन म खिले खानु छैन रहेछ त्यही भएर दिनु पर्छ सबै खाइदिनु हाल्छ मात्रै राख्दैन यो क्याप्सिकम चाहिँ खाओ त आज चाहिँ हाम्रो ताप्लेजुङ बजारमा लाइनै छैन क्या बिहानदेखि नै लाइन छैन एज यु क्यान सी आउँदै अनि यत्रो सानो ब्राइटनेस पारेर म यहाँ भ्लगहरू बनाइराखेको छु प्लस 20% भन्दा कम छ मेरो फोनमा चार्ज सो हामी चाहिँ डान्स भिडियो पनि बनाउनु पर्ने छ अब डान्स सिकाउन आँटेको छु यसलाई म अन्त खासै आज भ्लगहरू पनि कन्टिन्यू गर्न पाएको छैन मजाले सो अब हेर्दै जाऊँ न के सहिले चाहिँ हामी सबैजना फर्किँदैछौँ अरू आन्टीहरू चाहिँ अघि जानुभएछ डान्स भिडियो पनि 10 टेकमा मिल्यो 10 कतिमा त 50 ल ओके अहिले चाहिँ हामी यहाँ अरू आन्टीको बसमा आइपुग्यौँ म पनि फोन चार्ज गर्ने फोनमा 0% हुन आँटिसक्यो सो ए सिस्टम फाड देंगे फोन चार्ज गऱ्यौँ 65 जति भएको छ यहाँ बहिनीलाई बाइक साइकल अगाडि समात्नु पर्छ क्या अगाडि कस्तो रहेछ छोड 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 लु लु गाह्रो हुने बित्तिकै छोडा क्या गाह्रो हो बाहिर उताले गाडी आएन छिटो छिटो हेलो गाइस अहिले म भर्खरै प्र्याक्टिस गर्दैछु साइकल सिकाउनु भनेर सिक्नु आइ मल्टी गएको भिडियो गर्नु मेक्सिकोले सुहाउँथ्यो होला सलोमी सलोमी सुहाउँथ्यो मनपर्छ सलोमी सलोमी छ्या मन परेन खै स्टार स्टार खै मैले भिडियो बनाएको छु मैले भिडियो आन्टीकोमा जसरी पुगेर भाइलाई किन्न लगाइ छोड्नु तिमी मात्रै खर्च गराउँछ उनीहरूले नि गराउनु म खर्च सबकोमा देखाउनु गएला माथि रोक ल ए पचुखल छ्या तर्टी गरेको बेलामा त फेरि म भिडियो रेडी पो गर्छु है सिसा पडाकै के गरेको गर्नु चाहिँ खाएको बिहानदेखि उसारीको लागि औषधि लिनु गइरहेको छु भमिटिङको मैले चाहिँ उसारीको लागि औषधि किन्नु गएको थिएँ भमिट हुने तर औषधि नै सकिरहेको रहेछ क्या एपोलोमा सो अब चाहिँ म फेरि फर्किँदैछु उसाइदी सकिएको छ अरे अब यताबाट जानु होला नि सकिएको छ अरे अघि परको एपोलोमा चाहिँ हामीले औषधि भेटाएनौँ अब यता हस्पिटल लाइन जाँदैछौँ गाइज नखाइ नहुने होइन भमिट आउँदैन भमिटको औषधि किन्नु गएको होला नि अनि ए यहाँबाट उकालो जाने ठाउँ छ त बिमल आन्टीकोमा अदालतबाट छ हिजो हेरेको मैले चाहिँ औषधि किन्न सकेँ सिखा त्यहाँ के किन्दैछ जिगाउँ होला यता उसाइदी हुनुहुन्छ ए 20 रुपियाँको यति 5 रुपियाँ ठेटा पुगेन भयो त अनि एउटा चाहिँ के गर्ने निम्कीले ए बिहानको हाम्रो उयो बिहानको हाम्रो अब सक्यो चिनी मह
भोलि बनाउनु जानु अब कसरी जानु कहाँबाट जानु यताबाट छ त बाटो यताबाट यता बाटो छ राम्रो छ बाटो अब चाहिँ हामी बिमलादेखिमा जाँदैछौँ उठा 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 न उठा उठायो 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 उठिरहेको छ त नि कसले भनेको सुते चाहिँ उठिरहेछ फाइनली घर आइपुगिसकेको छौँ अनि अघि मैले औषधि लिनु जानुको मेन कारण चाहिँ हजुरलाई थाहा छैन होला भोलि चाहिँ हाम्रो सायदी जाँदै हुनुहुन्छ फेरि रिटर्न ब्याक आफ्नै घर भन्दा आफ्नो घर भन्दा पनि उता जहाँ जान आफ्नो भएको छ पढ्नुको लागि 12 सक्नु भएको छ त पढ्नको लागि जाँदै हुनुहुन्छ सो अब चाहिँ हामी लुगाहरू प्याक गर्नुपर्ने हुन्छ गाइज यहाँनिर चाहिँ लुगा प्याकिङ हुँदैछ मेकअपहरू ज्वेलरिजहरू प्याकिङ हुँदैछ हामीले चाहिँ धेरै कुराहरू पायौँ एकदमै खुसी छ टपदेखि लिएर पर्सदेखि लिएर लिप ग्लस अलरेडी दिएकै थिनुहुन्थ्यो अनि त्यसपछि मेकअप प्रडक्ट धेरै नै पायौँ अनि त्यसपछि लुगाहरू पनि पायौँ अब जुत्ताहरू त उहीसँग छैन उहीसँग छैन घर पठाइदिनुहुन्छ त्यही हो यति कुरामा खुसी खुसी त्यो बाई